हेलो साथीहरू, गुड इभिनिङ है सबैलाई। नमस्ते छ, गुड इभिनिङ छ। आज चाहिँ म सानो भिडियो लिएर आएको छु है। हेर्नुहोस्, मधेसी खोर्सानी लिएर आएको छु है, 1 केजी। यसलाई चाहिँ धोएर सुकाएर चाहिँ यसलाई डन्ठा निकालेर चाहिँ काट्दैछु है। अचार बनाउनुको लागि, जस्ट ट्राईको लागि गर्दैछु है। तपाईँहरूले मन पराइदिनुहुन्छ, हेरिदिनुहुन्छ होला भनेर आशा गरेको छु। खोर्सानी यस्तो मधेसी लाम्चे खोर्सानीको चाहिँ मैले कहिले अचार हालेको थिइनँ है। यो चाहिँ फर्स्ट टाइम हो, मैले ट्राईको लागि हालेको। अनि यसमा चाहिँ मरमसला चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ के हाल्दैछु भन्दाखेरि चाहिँ यो चाहिँ तोरी, कालो तोरी है, केलाएर चाहिँ यसमा कराईमा यसलाई चाहिँ भुट्दैछु। यसलाई चाहिँ रातो भइन्जेलसम्म भुट्नुपर्छ। अरू त मासुको, मुलाको, रुखकटरको त बनाउँछु, तर अब म यस्तो खोर्सानीको चाहिँ मधेसी खोर्सानीको चाहिँ हालेको थिइनँ कहिले पनि है। अब यसो मनमा सोचेर चाहिँ मैले आफ्नो अन्दाजले बनाएको अचार। यसलाई चाहिँ अब यो कालो तोरीलाई चाहिँ भुटेर थालमा खनाउँदैछु है। अनि अब फेरि जिरा छ, जिरालाई पनि अब केलाएर राखेको छु भुट्नुको लागि। यसलाई पनि रातो भइन्जेलसम्म भुट्दैछु। जिरा त अलिक कम्ती छ है, सेन्टको लागि मात्रै हालेको मैले जिरा चाहिँ। यसलाई चाहिँ अब यो चाहिँ भुटिसकेँ होइन। अब यसलाई चाहिँ निकालेर यसलाई पनि खनाउँदैछु। यसलाई पनि थालमा खनाउँदैछु। अन्त यो अलिक सेलाउन राखेको छु मैले है। अन्त सेलेर चाहिँ यो चाहिँ कालो तोरी पिसेको यसमा ग्राइन्डरमा पिसेर राखेको छु है। यसमै उयो पनि जिरा पनि मिक्स गरेर पिसेको छु एकैचोटि। अनि कराई खारेको कराईमा चाहिँ, तातो कराईमा चाहिँ खाने तेल, आधा केजी खाने तेल खराउँदैछु। यसलाई चाहिँ, यो खाने तेललाई चाहिँ धुवाइन्जेलसम्म खराउनुपर्छ है, नभए गनाउँछ खाने तेल, ठस्सै गनाउँछ अचार खाँदाखेरि, अचारमा हाल्दा। अन्त जुन मैले अघि काटेर राखेको थिएँ खोर्सानी है, यसलाई चाहिँ मैले अलिअलि भिनेगरमा भिजाएर एकछिन राखेँ 5-10 मिनटसम्म। अनि अब यो चाहिँ यसमा चाहिँ अघिको कालो तोरी र उयो जिरा दुइटै मिक्स गरेर पिसेर चाहिँ हालेको छु यसमा। दुइटै मिक्स, अब एउटै उयसमा जाने त हो भनेर एकैचोटि मिक्स गरेर चाहिँ पिसेको छु। अनि यो चाहिँ रङ खोर्सानी हो, जस्ट यो चाहिँ कलरको लागि मात्रै हो, पिरो छैन। किनभने अलरेडी खोर्सानीको अचार हो, यसमा म तिखालाहरू हालेको छुइनँ। यो चाहिँ कलरको लागि मात्रै हालेको, अलिकति 2 चम्चा जस्तो। अब यसलाई चाहिँ अघिको खारेको तेल मनतातो बनाएर चाहिँ यसमा हाल्दैछु। आधा केजी तेल डल्लै हालेको छु है। अब यसलाई चाहिँ मजाले मिक्स गर्दैछु। मजाले मिक्स गरेर हेर्नुहोस् है साथीहरू, यसमा चाहिँ पुरै तलैसम्म भिज्नुपर्छ है। खाने तेल र मसलाले सबैमा लागेको हुनुपर्छ, मसला र खाने तेल। सरी, नुन चाहिँ मैले अघि उयसमै के अरे त्यो मसलामै हालेर पिसेको थिएँ है, तपाईँलाई भन्नु बिर्सेछु। हेर्नुहोस्, मजाले फिर्दैछु यसलाई। तपाईँहरूले ग्लोभ्स लगाएर हातले मिक्स गर्दा पनि हुन्छ है, तर मैले चाहिँ पन्युले चलाउँदैछु, सानो पन्युले।
रेडी भयो मिक्स गरेको है। अब यसलाई रेडी भइसकेको छ। अब यो हाल्नुको लागि चाहिँ एउटा फुट्ने बोतल, काँसको बोतलमा हाल्दैछु। सानोमा हाल्दा पनि हुन्छ, तर मैले चाहिँ अब ठुलोमा एकदम कम्फर्टेबल हुन्छ भनेर चाहिँ ठुलो बोतलमै हाल्दैछु। कस्तो हुन्छ होला साथीहरू मेरो यो अचार, फर्स्ट टाइम हालेको। यस्तो खोर्सानीको, डल्ले खोर्सानीको पनि हाल्छु होइन, अरूको पनि हाल्छु, तर अब यस्तो खोर्सानीको चाहिँ फर्स्ट टाइम हालेको। कस्तो हुँदो रहेछ टेस्ट। पिरो त हालेको छुइनँ यसमा, तिखालालहरू केही हालेको छुइनँ है। हेर्नु साथीहरू, कोलाई मन पर्यो प्लिज कमेन्ट र लाइक गरिदिनुहोस् ल। नमस्ते, ओके, बाई बाई फ्रेन्ड्स।